हेलो एभ्रिवान। यतिखेर चाहिँ म साकेला गाउँपालिकाको यो जुन पुल छ साप्सु खोलामा त्यहाँनिर चाहिँ आइसकेको छु र लामो समयपछि चाहिँ मैले आज युट्युबमा चाहिँ अब यो देखिहालेँ र चाहिँ निकै समयपछि आएको हो नि त र चाहिँ यो भिडियो चाहिँ हाल्नु पऱ्यो भनेर चाहिँ मैले एउटा भिडियो फेरि पनि बनाउँदैछु। अब यहाँनिर चाहिँ जलस्स हेर्दाखेरि चाहिँ निकै उत्कृष्ट देखिन्छ। यहाँनिर म अहिले देखाउँछु त्यो जुन जात जातिहरू छ होइन, त्यो भाषा धर्म अब के भन्ने त्यहाँनिर टक्कसँगले राख्नु भएको छ। र अब यसलाई चाहिँ विस्तृत रूपमा चाहिँ म तपाईँहरूलाई चाहिँ क्यामेरा ब्याक गरेर देखाउनेछु। अहिले चाहिँ जुन पाटाहरू देखिराख्नु भएको छ यो चाहिँ थोरै भाग छ र यसको यो तल्लो साइडपट्टि पनि छ है, यो पनि म देखाउने नै छु। ल, भिडियोलाई चाहिँ लास्टैसम्म तपाईँहरूले चाहिँ हेरेर साथसहयोग दिनु होला र तपाईँहरूलाई कस्तो लाग्छ त्यो प्रतिक्रिया पनि दिन नभुल्नु होला है त। जुन यो पारीको भाग देख्नुहुन्छ यो चाहिँ दिक्तेल रूपाकोट मजरागढी नगरपालिका को लफ्याङ पर्छ र यो भाग चाहिँ हामीले यसरी यो पुल तरेर यता छिडिसकेपछि चाहिँ यो चाहिँ भने साकेला गाउँपालिका माथि 5 नम्बर वडा पर्छ। र यहाँनिर चाहिँ यो तरिकाले चाहिँ डिजाइन गरिएको छ। ल, तपाईँलाई म सम्पूर्ण चाहिँ डिटेल चाहिँ देखाउने छु, विवरण चाहिँ के कस्तो छ। त बस्ने ठाउँ भइहाल्यो है नर्मल्ली। अब सायद यो चाहिँ फोटो फ्रेम हुनुपर्छ, तपाईँहरूले चाहिँ यो ठाउँमा बसेर चाहिँ फोटो यतादेखि टेक गर्न सक्नुहुन्छ जस्तो लाग्यो है। यसो हेर्दाखेरि यसलाई अब आफ्नै तरिकाले प्रयोग गर्ने होला सायद, मेरो विचारमा चाहिँ त्यही राखेको हुनुपर्छ उहाँहरूले। र अब यता छ अब धर्मपाती भरा, यो चाहिँ हेर्दाखेरि क्रोकोडाइलको जस्तै ठ्याक्कसँगले नमुना चाहिँ निकाल्नु भएको छ। र यता चाहिँ पशुपतिनाथ र अब यता चाहिँ अजिङ्गर होला सायद यो, र यता चाहिँ लुम्बिनीलाई पनि समेटिएको छ। र अब यहाँदेखि उँभो पस्ने ठाउँ जस्तो देखाइएको छ र त्यहाँनिर चाहिँ अब मन्दिर जस्तो पनि भाग देखाइएको छ है, जुन तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर यसरी यहाँनिर भेटी पनि चढाइसकेको अवस्था देखिन सकिन्छ, तर म चाहिँ पसिनँ, सायद यो प्रोहिबिटेड एरिया हुनसक्छ। त्यहाँदेखि आएर यता आएर कैलाश पर्वत तपाईँहरूले देख्न सक्नुहुँदैछ यहाँ माथि चाहिँ है। अब यहाँनिर चाहिँ र अब यता त तपाईँहरूले यो शङ्ख देख्दै हुनुहुन्छ। अब टक्कसँगले यहाँ आएर चाहिँ यो जयपति भनेर चाहिँ राख्नु भएको छ र यो चाहिँ सायद मन्दिरको नमुना निकालिएको छ। अब यहाँनिर चाहिँ यो गेट छ, गेटदेखि म बाहिर निस्केँ र यसरी निस्किसकेपछि चाहिँ यहाँनिर चाहिँ यो मन्दिरै रहेछ। अब ढुङ्गा राखिएको छ, सायद त्यो देउता मानेर राखेको होला। र यहाँनिर चाहिँ कैलाश पर्वत लेखिएको छ र यहाँनिर यसरी हिँड्दै गरेको देखिँदैछ। त्यस्तै अब साल्पा पोखरीलाई पनि यहाँनिर समेट्ने कोसिस भइरहेको छ। यहाँनिर यो अब आँखाले चाहिँ केही भन्न खोजेको होला, यो एक्चुअली थाहा भएन। माथि चाहिँ अलिकति माइनस पोइन्ट चाहिँ मैले यहाँनिर देखेँ, यहाँ चाहिँ भत्किएको रहेछ। अब यसलाई पनि केही व्यवस्थापन गर्ने होला सायद पछि। त्यस्तै गरी अब यहाँदेखि पानधारे भनेको चाहिँ 32 किलोमिटर छ भने चाहिँ म यो भित्ता साइड आइपुगेँ। यहाँनिर चाहिँ यसरी आफ्नो जात जातिहरू झल्किने चाहिँ दिएको रहेछ, जस्तै राई, छेत्री, ब्राह्मण, तामाङ, परियार, दमाई, गुरुङ, विश्वकर्मा, भुजेल, मगर, नेवार, सार्की, शेर्पा, यादव भनेर चाहिँ। र हामी हजुरहरूलाई साकेला गाउँपालिका हार्दिक स्वागत गर्दछु भनेर चाहिँ यसरी लेखेको रहेछ। अब सुम्निमा पारुवाङ, यता शिवजी यसरी ठ्याक्क राखेको रहेछ। र यहाँनिर चाहिँ अब सिसिटिभी पनि फिट छ है साथीहरू, त्यही भएर केयरफुल्ली यहाँनिर चाहिँ तपाईँ रहनुहुनेछ पक्कै पनि। यहाँ चाहिँ अब फोहोर व्यवस्थापनको लागि चाहिँ तपाईँहरूलाई यहाँनिर डस्टबिन पनि राखिएको छ। अब अस्ति चाहिँ यहाँनिर मैले देखेको थिएँ त्यहाँनिर चाहिँ यति जरिवाना हुन्छ भन्ने कुरो त चाहिँ हटाइसक्नु भएको रहेछ। अब नागरिकहरूले चाहिँ के गर्नुहुन्छ गर्नुहुन्न भनेर सार्वजनिक वडापत्र चाहिँ त्यहाँ राखेको थियो, तर अहिले चाहिँ रहेन रहेछ। र अब यता चाहिँ बस स्टप भनेको छ सायद यहाँनिर यहाँनिर रहेछ, त्यो भाग चाहिँ यतापट्टि आइसकेको रहेछ। फोहोर मैला जताभावी फालेमा रु 500 देखि 5000सम्म जरिवाना भनेर। यदि सिसिटिभीमा कैद भएर तपाईँको चाहिँ ठ्याक्कसँगले फोटो आएको अवस्थामा चाहिँ तपाईँहरूले यो तिर्नुपर्ने पक्कै पनि हुन्छ होला। बस स्टप भनेको चाहिँ अब यो कहाँ हो थाहा छैन, सुसंस्कृत संस्थागत यता भइगयो है। अब यहाँ चाहिँ के भन्दो रहेछ हेरौँ,
सिम्बल हेर्दा तपाईँहरूले देख्नुहुन्छ स्मोकिङ प्रोहिबिटेड एरिया। त्यहाँदेखि जम्पिङ गर्न पनि नट अलाउड छ। रक्सीहरूको सायद खानुहुन्न, त्यो निश्चित ठाउँमा फाल्नुपर्छ भन्ने होला सायद, त्यहाँनिर दिएको छ। अब यो चाहिँ साकेला वाक बनाउनु भएको छ, तर यो चाहिँ मलाई अलिकति खतरा लाग्यो। अलिकति तलसम्म गएको थिएँ, हल्लियो, अलिक डर लाग्यो, त्यहाँदेखि म गइनँ। अब अनि यता चाहिँ सिलामसाङमा बनाइएको छ। थ्याङ्क्स फर लास्टमा चाहिँ थ्याङ्क यू फर भिजिटिङ साकेला, भिजिट अगेन भने। समग्रमा मैले तपाईँहरूलाई चाहिँ यहाँको एरियाहरू चाहिँ देखाएँ, चारैपट्टि घुमेर चाहिँ होइन। यतादेखि लिएर चाहिँ यो भागदेखि लिएर पारी अब मैले भनिहालेँ, यहाँदेखि लिएर चाहिँ तपाईँहरूलाई यो भाग हुँदै है सबैपट्टि चाहिँ मैले घुमाइसकेँ र लास्टमा यहाँसम्म लिएर टुङ्ग्याइयो। र तपाईँहरूलाई चाहिँ यो ठाउँ कस्तो लाग्यो, तपाईँहरूको आफ्नो मनमा चाहिँ के लाग्छ, त्यो कुरा चाहिँ तपाईँहरूले आफ्नो प्रतिक्रिया दिनुपर्नेछ। यति भन्दै आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउँदैछु। अब लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला र साथीहरूलाई पनि सब्सक्राइब गरिदिनु है भनेर भन्नु होला है त। हस् त, धन्यवाद।